गाइस दर्शन नमस्कार। आज धेरै दिन पछि गणेश थापा फेसबुक ब्लगिङ भिडियोमा धेरै लामो समय पछि एकदमै साथीहरूको साथ सपोर्ट र माया ममताले गर्दाखेरि अलिकति ब्याकग्राउन्डमा अलिकति कुनै चिजको दाग लागे जस्तो पनि भएको छ जिन्दगी। र अहिले केही छैन, हामी चाहिँ केदारनाथको माथि टुप्पातिर ल अहिले डोली सोली फालेर झ्याछु होइन केटा, हामी सबैले 3-4 डोली फालिसकेका छौँ होइन। अहिले चाहिँ हामी रोडमा यसरी ड्याङ आज पार्ट टाइम यसो घुम्न जाऊँ भनेर अलिकति यसो खुट्टा बिग्रिएका खुट्टाहरूलाई अलिकति सुधारौँ कि के हो भनेर है, यसो घाउ मलीमा हानेको इन्जेक्सन हानेको खुट्टाहरूलाई अलिकति तन्काउनको लागि यसरी हामीले एक्सर्साइजहरू गरिरहेछौँ। सोल्टीको घर चाहिँ धर्मकोट हो, उहाँको चाहिँ जिमालीको मेरो जिग्रे राजा हुनुहुन्छ। लगायत नेक्स्ट भिडियोमा चाहिँ अलिकति हामी अलिक सुधार गरेर आउनेछौँ। अहिले चाहिँ हाम्रो यो हुलिया सब यो डोलीले गर्दाखेरि बर्बाद बनाइसकेको छ हामीलाई है। बाँकी भिडियोहरूमा चाहिँ अब अलिकति गेटअप चाहिँ चेन्ज हुन्छ है, अरू भिडियोमा चाहिँ हाम्रो गेटअप चेन्ज हुन्छ। आज चाहिँ हामी यस्तै लुकमा छौँ। सो गाइज हामी चाहिँ ल केदारनाथ भन्दा पछाडिका खोलामा हो कि अगाडि हो, पछाडिका हो कि अनि पछाडिका खोलामा छौँ अहिले चाहिँ हामी यसो लामो यात्रामा हिँडिरहेको छौँ। सम्पूर्ण मेरो फेसबुकमा आउने साथीहरूले भिडियोलाई माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। दबाके यस भिडियोको